र हाम्रो मोटिभ चाहिँ के छ भन्दाखेरि चाहिँ यो लाब्दङलाई जसले पनि रिमोट एरिया भन्छ त्यो रिमोट एरियालाई चाहिँ हामी चाहिँ इलेज गर्न चाहन्छौँ। त्यही भएर हजुरहरूले तपाईँको भन्नुपर्दा चाहिँ है तपाईँको भिडियो मार्फत है कन्टेन्ट क्रिएटर्सहरू चाहिँ म एकजना भइहालेँ है। चन्द्रमिस हुनुहुन्छ अहिले स्वयं उहाँ बोल्नुहुँदै थियो है, उहाँ हुनुहुन्छ एकजना। अन्त गान्तोक नाम्चीतिर गएर मानिसहरूलाई सोध्यो भने नि ओन्ली 10%ले मात्रै याद छ लाब्दङ भनेको यो बुढो। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल है। हेलो सन्तु मेरो साथमा चाहिँ है अहिले हजुरहरूलाई स्वागत छ है। आज चाहिँ हामी चाहिँ छुट्टीको दिन चाहिँ अन्त यसरी भाइलाई कल गरेर बोलाएर हामी चाहिँ यहाँ इको सिटीमा आएको छु है। सिक्किम सरकारले बनाइरहेको यो यत्रो प्रपर्टीमा हामी आएर यहाँ नयाँ कन्स्ट्रक्सन हुँदै पनि तर काम गर्नेलाई अलिकति पर्मिसन मागेर डिस्टर्ब हुँदा पनि अन्त अलिकति सुट गरेको है। तपाईँलाई कस्तो लाग्छ प्रतिका दिन होला है। मेरो भाइको च्यानललाई चाहिँ एकदम माया गरिदिनुहोस्। तपाईँले युट्युबमा छैन, युट्युब, फेसबुक, इन्स्टाग्राम सबैमा छ। ल सबैजनाले माया गरिदिनुहोस् है। साथीभाइहरूलाई त्यही भन्न चाहन्छु। म दशमलाई जोडेर हजुरलाई यही आह्वान गर्न चाहन्छु, बिन्ती टक्राउन चाहन्छु। र सेम म पनि त्यही भन्न चाहन्छु है, हाम्रो गाउँको मान्छेले सबैले सपोर्ट गरिदिनुहोस्। किन भन्दा अहिले धेरैजना जस्तो निक्लिसकेको छ यस्तो भिडियोहरू कन्टेन्ट क्रिएट गर्ने मान्छेहरू है। हाम्रो काकाले पनि सुरु गर्नुभएको छ, त्यस्तै 1 महिना 2 महिना कति भयो होला है। हजुर 2 महिना, त्यस्तै 2 महिना लगभग भइसकेको छ। अन्त सुखबहादुर गुरुङ, हजुर सुखबहादुर गुरुङ फेसबुकमा छ र फेसबुक पेजमा तपाईँहरूले फलो गर्नु नभुलिदिनु होला। किन भन्दा सानो एउटा सपोर्टले गरेर नै मान्छेहरू आफ्नो अगाडि बढ्छ है। आफ्नो गाउँलाई अगाडि बढाउँदै आफू पनि अगाडि बढ्छ र एकअर्कालाई अब सबैजनाले सपोर्ट गरिदिनुहोस् है। यस्तै भन्दा आजको सानो अपडेट थियो मेरो, यो अपडेटलाई देखाउँदैछु। र साथमा हाम्रो एकजना यहाँनिर फुपू पनि हुनुहुन्छ है, म उहाँलाई पनि देखाउन चाहन्छु। र चाहिँ हाम्रो काकाले चाहिँ अहिले के को बारेमा भिडियोहरू गर्नुहुन्छ काका? म चाहिँ अलिकति के को विषयमा भिडियोहरू सुट गर्दैछु भने अब हुनु चाहिँ त्यत्रो ठुलो उयो त होइन, मेरो सानो कन्टेन्ट्सहरू गरेर अलिकति सबै साथीभाइले गर्दा चाहिँ मलाई इच्छा लाग्यो हो। अलिकति इच्छा जागेर चाहिँ भनौँ न, अब सबैजनाले गर्दाखेरि चाहिँ मलाई पनि गर्नु मन पऱ्यो क्या। हाम्रो गाउँको विषयमा है, यसो कता टाढो जाँदाखेरि टाइम पायो भने गर्छु है। अन्त अब त्यति साह्रो ध्यानपूर्वकले गर्नु सकिँदैन, आफू त बिमारी भएको कारणले गर्दाखेरि आज यहाँ पनि नसकी आएर अन्त यसरी अलिअलि तपाईँको ब्लगहरू बनाउँछु है। सानो भिडियोहरू गरेर गाउँकोहरू यसो तस्बिरहरू भनौँ न, गाउँ घर कस्तो छ के छ है। अन्त हामीले गाउँ बस्तीमा के काम गर्छ त्यसको विषयहरूमा यसरी सानो बनाउँछ है। अन्त हजुरहरूलाई म अपडेट गरेर उहाँलाई मेरो फेसबुक मार्फत पनि देखाउँछु। सबैजनाले माया गरिदिनुहुन्छ है, अहिलेसम्म सपोर्ट गरिरहेको छ, त्यही भन्न चाहन्छु। थ्याङ्क यू सो मच। साथै हाम्रो यता फु पनि हुनुहुन्छ। तपाईँको चाहिँ फेसबुक पेजमा के नामहरू राख्नु? हेलो एभ्रिवान, सबैजनालाई नमस्कार भन्न चाहन्छु। मेरो चाहिँ फेसबुकमा गुरुङ निमोन छ। अन्त हजुरहरूलाई यदि मेरो भिडियो मन पऱ्यो भने चाहिँ लाइक सेयर गरिदिनुहोस्। म चाहिँ भिडियो कस्तो खाले लाउँछु भन्दाखेरि चाहिँ जे छ त्यही, मेरो कन्टेन्ट चाहिँ एकदमै रियलमा हुन्छ। म बेसी एडिट पनि गर्दिनँ र म प्रायः जस्तो चाहिँ अर्ग्यानिक भिडियो हाल्छु है। हामीले गाउँ बस्तीमा यति बेसी उमार्छ, के रोप्छ, सागसब्जीहरू त्यही लगाउँछु म चाहिँ। र म चाहिँ रियलै लगाउँछु। त्यही हो, उहाँको पनि त्यो जस्तो छ हामीले उहाँले पनि त्यही गर्नुहुन्छ। बस्तीको अर्ग्यानिक के छ कसो छ, किनभने म चाहिँ बस्तीमै दुःख गरेर हुर्केको केटी हो, एउटा म दुःख गरेर खाएको केटी हो। त्यही भएर मलाई त्यस्तो उयो चाहिँ गर्दिनँ, त्यही भएर म रियलै लगाउनु मन लाग्छ मलाई चाहिँ। ठिक हो राइट हो। सबैले सपोर्ट गरिदिनुहोस्। तपाईँहरूले पनि अलिक सोचेको छ यस्तो कन्टेन्ट क्रिएट गर्नु भनेपछि तपाईँहरू पनि स्टार्ट गर्नुहोस् होला। किन भन्दा भन्ने मान्छेहरू धेरै पाउँछ तर आफू चाहिँ अगाडि बढ्नु सक्नु पऱ्यो होइन। हजुरहरू पनि यसरी नै तपाईँलाई इच्छा जाग्यो भने है, तपाईँले जोस जाँगर चलाउनु होला है। हामीले यस्तो भिडियोहरू कन्टेन्ट्स गरेर तपाईँहरूले दर्शकको माझमा ल्याइदिनु होला, देखाइदिनु होला भन्न चाहन्छु। तपाईँहरू आउनुहोस्, अघि बढ्नुहोस्। हामी मात्रै अघि बढ्नु भन्ने कुरा होइन है। हजुरहरू पनि आइदिनु होला, तपाईँहरू पनि हामीलाई सपोर्ट गरिदिनुहोस्। हामी पनि तपाईँहरूलाई गर्नेवाला छु। सबैले बनाएको राम्रो, किनभने मान्छेले यस्तो मिलेर हेर्दाखेरि गाउँघरमा बनायो भने चाहिँ एकदम लाब्दाङमा नि यति साह्रो उयो भएको रहेछ है, मान्छेहरू भन्ने चाहिँ होस् है भनेर चाहिँ म चाहिँ त्यही भन्न चाहन्छु। हजुरहरू नै अघि बढ्नुहोस्, तपाईँहरू नै एउटा तपाईँहरूको उयोहरू देखाउनुहोस्। अन्त अब त्यही भन्न चाहन्छु। र काका अहिले चाहिँ यहाँनिर है धेरैजनाहरू कन्टेन्ट क्रिएटरहरू देख्नु पाएको छु मैले चाहिँ। अब यसो फेसबुकहरू चलाउँदै गर्दाखेरि होइन, अब उहाँहरू चाहिँ को हुनुहुन्छ अलिकति मेन्सन गरिदिनुहोस् न। तपाईँको भन्नुपर्दा चाहिँ है, तपाईँको भिडियो मार्फत है कन्टेन्ट क्रिएटर्सहरू चाहिँ म एकजना भइहालेँ है। चन्द्रमिस हुनुहुन्छ अहिले स्वयं उहाँ बोल्नुहुँदै थियो है, उहाँ हुनुहुन्छ एकजना। अन्त धेरै छ, हाम्रो कृष्ण मिस पनि हुनुहुन्छ, उर्मिला मिस पनि हुनुहुन्छ, अन्त
प्रवीण गुरुङ पनि हुनुहुन्छ है, अन्त धेरै छ भाइ बहिनीहरू पनि छ, गौतम गुरुङहरू है, धेरैजना छ। अब सबैको नाम लिएर अहिले मैले यहाँ भन्नु सकिँदैन है, मलाई पनि त्यति थाहा छैन है। उहाँले गर्नुहुन्छ तर अब यसरी तपाईँले सोधिहाल्नु भयो, अन्त त्यो विषयमा मैले अब सबैलाई समेटेर भन्नु नसक्दा पनि सबैजना चाहिँ यसरी नै तालमेल भएर है, धेरैजना हुनुहुन्छ उहाँहरू। अन्त मलाई खुसी लाग्छ है, यसरी नै गाउँमा चाहिँ सबैजनाले चाहिँ तालमेल मिलेर गऱ्यो भने सबैले बाहिरको मानिसहरूले पनि चिन्ने गर्नुहुन्छ है। आज यहाँनिर हेर्नुहोस् हामी यो इको सिटीमा आएँ आज छुट्टीको टाइममा है, अन्त यहाँनिर आएर अलिक सानो सानो भिडियोहरू सुटहरू गरेँ है। यो गर्नु पाउँदा एकदम खुसी लाग्यो मलाई, धेरै खुसी लागेको छ। यसरी नै आउँदो दिनमा भाइ बहिनीहरू पनि अघि बढिदिनु होला, तपाईँहरूले पनि गरिदिनु होला भन्न चाहन्छु। तपाईँहरूलाई इच्छा जाग्यो भने आउनुहोस्, वेलकम गर्नुहोस्, हामी पनि सपोर्ट गर्छु, त्यही भन्न चाहन्छु है हजुरहरूलाई। सबैमाझ नमस्कार भन्दै आज म तपाईँहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु। त्यो रिक्वेस्ट चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले जति पनि भिडियोहरू अपलोड गर्छ हजुरहरूले धेरै मात्रामा सेयर गरिदिनुहोस्, माया गरिदिनुहोस्, किनभने प्रायः जस्तो मानिसहरूले नै लापदङलाई चाहिँ एकदमै रिमोट एरिया भनेर चिनिने गर्छ र हाम्रो मोटिभ चाहिँ के छ भन्दाखेरि चाहिँ यो लापदङलाई जसले पनि रिमोट एरिया भन्छ त्यो रिमोट एरियालाई चाहिँ हामी चाहिँ इलेज गर्न चाहन्छौँ। त्यही भएर हजुरहरूको हामीलाई एकदमै साथ र सपोर्टको जरुरत छ। थ्याङ्क यू। र अहिले चाहिँ तपाईँहरूले यस्तो ब्लगहरू सुरु गर्नुभएछ। म चाहिँ अब हुन चाहिँ यही गाउँको, तर भन्दा पनि बाहिर जाँदाखेरि चाहिँ धेरै देखेँ होइन, दुईजना अरू पनि हुनुहुन्छ। र तपाईँहरूले चाहिँ अब के को विषयमा लिएर ब्लग गर्नुहुँदैछ होइन, अन्त अब के सोचेर चाहिँ तपाईँहरूले स्टार्ट गर्नुभयो चाहिँ? अब ब्लग चाहिँ के को विषयमा भन्नु भने चाहिँ त्यही हो, मेन अर्ग्यानिक गाउँमा जे छ त्यही लगाउँदैछु, किनभने हामी चाहिँ गाउँलाई एकदमै प्रमोट गर्न चाहन्छौँ। अब लापदङ भन्ने चाहिँ यति साह्रो ब्याकवर्ड भइसकेको रहेछ, याद पनि थिएन। किनभने गान्तोक नाम्चीतिर गएर मानिसहरूलाई सोध्यो भने नि ओन्ली 10%ले मात्रै याद छ लापदङ भनेको। यो बुढो कर्जी धुप्पी भनेर चिनिन्छ तर लापदङ भनेर चाहिँ चिनिँदैन। गाउँमा जति बेसी भ्लगर भयो, जति भिडियो गाउँको हाल्यो उति गाउँ चाहिँ डेभलप भएर जान्छ, प्रमोट भएर जान्छ है। यहाँ चाहिँ अब घुम्नुको लागि चाहिँ कति जग्गाहरू छ, हेर्नुपर्ने कुराहरू चाहिँ कति बेसी छ। So bye guys, stay tuned for more videos.